म खान नपाएर हिँडेको होइन, म कमाउन नपाएर हिँडेको होइन। मैले भने नि तपाईको यहाँको अहिले उठेको उम्मेदवारले 10 वर्ष भ्रष्टाचार गर्यो भने पनि नि मेरो जति सम्पत्ति कमाउन सक्दैन। म आफै सम्पत्ति भएको मान्छे हो, मलाई भ्रष्ट गर्नु छैन। भगवान गौतम बुद्धलाई यही पीडा भएर छटपटी भएर रात दरबार छोडेर आफ्नो दरबार छोडेर बोध गयामा तपस्या गरेर बुद्ध बनेको थिएँ। म पनि मेरो साम्राज्य जम्मै छोडेर तपाईहरुको पीडा खप्न नसकेर सबै कुरा छोडेर घर व्यवहार परिवार छोडेर म तपाईहरुको आँगनमा तपाईहरुको काखमा तपाईहरुको घरमा दुर्गा प्रसाद बनेर आए। आज तपाईहरुको लागि आज मलाई एउटा ताज्जुब लागेर आएको छ। चुनाव भनेर आउँछन्। 20 लाख भन्दा मुनि गरी मिना गरौँ भनेर को लाग्यो भन्नुस् त? कोही हो। आज ब्ल्याक लिस्टमा कालो सूचीमा परेका मान्छेहरुको कालो सूची कसले फुकुवा गरौँ?